यो इन्डक्सन बिग्रियो, त्यसले गर्दा मैले चाहिँ यसलाई रिपेयर गर्दैछु। यहाँ देख्न सक्नुहुन्छ म पावर बटन अन गर्दै त्यसपछि म अब यताको इन्डक्सन चलाउन गइरहेको छु। यो 0 नम्बरमा छ, अब म 1 नम्बरमा राख्दैछु। अहिले चाहिँ काम गर्यो। मेरो यो पंखा नचल्ने समस्या थियो र यो E0 भन्ने समस्या चाहिँ देखाइरहेको छ। पंखा चलिरहेछ, यसले काम गर्छ वा गर्दैन एकैछिन हेरौँ। भाँडोलाई यहाँ बसालिसकेको छु। अब हेरौँ यो पानी तात्छ वा तात्दैन। 7 मै लगाउन चाहे मैले। सेन्सरले यहाँनिर काम गरेको जस्तो लाग्यो। E0 को ठाउँमा अहिले डिजिटलमा नम्बर देखाइरहेको छ, त्यसले गर्दा सेन्सरले काम गर्यो। सायद अब यो एकैछिनमा उम्लिन्छ जस्तो लागिरहेछ मलाई। हेर्नुहोस्, पानीका फोकाहरू अब आउँछन् होला सायद एकछिनमा। ठग्यो कि नभन्नु होला, यस्ता विद्युतीय उपकरणहरू खोल्न र बनाउन मलाई अत्यन्त रुचि छ। हेर्नुहोस्, यो बिग्रेको थियो, एउटा मात्रै टपले काम गर्थ्यो, तर अहिले मैले यो बनाइसकेपछि 9 नम्बरमा राख्दाखेरि पानी उम्लदैछ, देख्नुभयो। भनेपछि बाफ पनि आउन सुरु गरिसक्यो। ल, इन्डक्सन बन्यो। यति भएपछि म आफैले इन्डक्सन मर्मत गरेँ। तपाईहरु पनि यस्ता समस्याहरू छन् भने सानोतिनो समस्याहरू आफै पनि घरमा समाधान गर्न सक्नुहुन्छ। यो चाहिँ खासमा साङ्लोको कारणले रहेछ जस्तो लाग्यो र फ्यानमा आउने कनेक्सन चाहिँ अलिकति लुज भएको जस्तो लाग्यो र त्यो कनेक्सनलाई अब एकछिनमा रिपेयर गरेर म अब समस्या समाधानतिर लाग्दैछु। हस्, धन्यवाद।